बर्खास्तमै परेको दिन कुलमानले लेखेका थिए, वयोक्ता नतिर्ने उद्योगको लाइन काट्ने पत्र। रासोपाको आरोप सरकारले बिचौलिएलाई संरक्षण गर्दै लक्षित ओलीको टिप्पणी नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोक अन्त्य भएको होइन। प्रधानमन्त्रीमाथि सुदन किरातीको आरोप कुलमानलाई हटाएर भ्रष्टाचारीलाई वरिपरि राख्नुहुन्छ। कुलमानका समर्थक र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र तोड्ने प्रयास तस्बिरहरू। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशन पदबाट सोमबार साँझ बर्खास्तीमा परेका कुलमान घिसिङले सोमबार नै वयुक्ता रकम नतिर्ने उद्योगहरूलाई लाइन काट्न पत्र लेखिएको पाएको छ। घिसिङले सरकारले बर्खास्तीको निर्णय गर्नुअघि सोमबार नै डेडिकेटेड फिटर तथा ट्रङ्क लाइनको बक्यौता उठाउन मार्ग प्रशस्तको मागसहित विद्युत नियम आयोगलाई पत्र लेखिएका छन्। यसअघि मन्त्री दीपक खड्काले गठन गरेको समितिका कारण वयुक्ता तिरिरहेका उपभोक्ताले पनि तिर्न छोडेको र यसअघि मन्त्री परिषद दीपक खड्काले गठन गरेको समितिका कारण वयुक्ता तिरिरहेका उपभोक्ताले पनि तिर्न छाडेको र त्यही समितितिर देखाएर विद्युत नियम आयोगले पनि लाइन नकाट्न भनेको सन्दर्भ उल्लेख गर्दै कुलमानले सर्वोच्च अदालतबाट मन्त्रीको समिति गैरकानुनी घोषणा गरेका अब पत्रअनुसार डेडिकेट फिटर तथा टङ्क लाइनको वयुक्ता असुल उपर गर्न विभिन्न मितिका सार्वजनिक लेखा समिति अदालतहरू र मन्त्री परिषदबाट समेत निर्णय भई किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा उपलब्ध गराउँदा समेत असुल हुन नसकेपछि अन्तिम विकल्पको लाइन काट्नेसम्मका कारबाही अगाडि बढाइरहेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट डेडिकेटेड फिटर तथा ट्रङ्क लाइनको वयुक्ता महसुल चेक जाँच गर्ने समिति बनाएको समाचार सम्प्रेषण भए पश्चात किस्ताबन्दीमा महसुल तिर्न सुरु गरेका उद्योगीहरूले पनि तिर्ने काम फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्तिका लाइन लिएका ग्राहकहरू महसुल नतिरे समयवादी महसुल नतिरेमा लाइन काटी असुल उपर गर्ने प्रमुख र अन्तिम अधिकार नियमले प्रदान गरेको उल्लेख गर्दै कुलमानले पत्र लेखेका छन्। निर्देश पालन नगरी महसुल नतिरिरहेका केही उद्योग व्यवसायहरूलाई मात्र तिर्न आनाकानी गर्ने वा गर्ने छुट र अवसर प्राप्त भइरहेको अवस्था छ। विद्युत नियम गर्ने निकायले यस विषयमा विवेक सम्मत ढङ्गले सबै उपभोक्तालाई प्रचलित ऐन कानुनको समान उपयोग एवं परिपालन गर्ने गराउने वातावरण रचना गरी महसुल नबुझाउने उद्योग व्यवसायीहरूको विद्युत लाइन काटी निर्वाध रूपमा असुल उपर गर्ने मार्ग प्रशस्त गरिदिन समेत अनुरोध गर्दछु। यसअघि कुनै लाइन काटिएको र 17 दिनभित्र भुक्तानी गर्ने असहमतिपछि 24 घण्टाभित्र लाइन जोड्ने सहमति भए पनि अझै वयुक्ता रकम भुक्तानी नभएको कुलमानले विद्युत नियमको आयोगलाई लेखेको पत्रमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै सरकारले पूर्ण निर्णय गरेको बताएका छन्। सरकारले सोमबार साँझ मन्त्री परिषद बैठकबाट कुलमानलाई हटाई हितेन्द्र देव साक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। राजसपाले दैनिक 18 घण्टासम्मको लोड सेडिङको मार खेपेका नेपालीलाई अँध्यारोको शकबाट मुक्त गर्ने मुख्य भूमिका निभाएका घिसिङलाई हटाएको प्रति ध्यान भएको बिचौलिएतालाई संरक्षण गर्दै कुलमानलाई हटाएको निष्कर्ष रासोपाको रहेको विज्ञप्तिमा उल्लेख छ। विद्युत प्राधिकरणलाई विद्युतीकरणको बाटोमा लैजान प्रयास राष्ट्रिय सेवकलाई वयुक्ता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दृढ प्रयास र
बिचौलियाहरूको संरक्षणको श्रृङ्खला अन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको राजपाको निष्कर्ष छ। विज्ञप्तिमा उल्लेख छ, संविधानले नचिन्ने दुई दलीय संयन्त्र समेतको सहमतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौँ भन्ने आम युवा र सचेत नागरिक पूर्णता भएको निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोड सेडिङ अन्त्य कुलमान घिसिङ एक्लैले नगरेको टिप्पणी गरेका छन्। कांग्रेस नेत्री श्रेजता कोइरालाद्वारा लिखित म र मेरो सानो बुबा आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। नियुक्तिको भोलिपल्ट सिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो? उनले भने, हिजो त्यही काम गरेको अर्को एकजनालाई निकालेर काम नभएको पद ठाउँबाट सुरुवात गरिदिनु भएको अनि रिटायर्डलाई ल्याएर राखिदिनु भयो। उनले त्यसअघिका विभिन्न सरकारहरूले गरेका कामका कारण लोड सेडिङ मुक्त भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले देउवाले गल्ती गरेर कुलमानलाई दोहोर्याएर नियुक्त दिएको बताए। उनले त्यसो भनिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा पनि मञ्चमै थिए। नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई आफ्नै परिवार राख्ने गरेको आरोप आएको छ। बार प्रेम कुमार राई रानोहाछा स्मृति प्रतिष्ठान ओखे भोजपुरमा आयोजित शालिग अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले प्रगतिमनकारीको हरकतलाई उकास्ने काम गरिरहेको बताएका हुन्। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारले निर्णयले सरकारमाथि लाग्दै आएको अनेक आरोपहरू पुष्टि गर्दै गएको बताएका छन्। सुखी नेपाल र समृद्ध नेपाल बनाउन विरोधीहरूले दिएन भन्नुहुन्छ प्रम ओली र तर काम गर्ने परिणाम दिने कुलमान जस्तो मान्छेलाई बर्खास्त गर्ने उनी भ्रष्टाचारी र दुरुपचारीलाई मात्र वरिपरि राखेर कसरी सुखी र समृद्ध नेपाल बन्छ? उनले प्रश्न गरे। त्यस्तै उनले वर्तमान सरकारले सदाचारीमाथि कारबाही गरिरहेको भन्दै थपे। भ्रष्टाचारी सरकारले सदाचारीलाई कारबाही गर्दै प्रतिगमनकारी हरकतले आगोमा अझ घिउ थपेको छ। सरकारका व्यथिति जनताले टुलुटुलु हेरेर बस्न नसक्ने पनि बताए। उनले श्रृङ्खला र बङ्गलादेशको उदाहरण दिँदै राज्य सञ्चालक देश छोडेर भाग्नु परेको घटना स्मरण गर्ने ओली आग्रह गरे। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा मंगलबार काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ। कुलमानका समर्थकहरू माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वर पुगेका छन्। उनीहरूले बानेश्वरधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन्। देशमा प्रदर्शनकारी र प्रहरी बीच घम्साघम्सी भएको छ। प्रदर्शनकारीले लोड सेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन कुलमान लेखेको ब्यानर सहित प्रदर्शन गरिरहेका छन्। नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोकिएको छ। प्रहरीहरूले सडकमा निषेधित क्षेत्र लेखिएको पोस्टर सहित सडकमा बार लगाएका छन्। प्रदर्शनकारीहरू बार भत्काएर अघि बढ्ने प्रयास रहेका छन्।